हाम्रो आजको वरण पनि भइसकेको छ र जति पनि पछि बस्नु भएको छ हजुरहरु सबैजना अघि आइदिने आरतीमा। शिरादी ल आरती पनि प्रज्वलन गरिदिनुस् सँगसँगै। चन्द्रादित्यो च धरणी विद्युदग्निस्तथैव च त्वमेव सर्वज्योतिंषि तेन नीराजयाम्यहम्। जय गणेश जय गणेश जय गणेश गुरु माता तिमी पिता तिमी कोही छैन अरु कोही छैन अरु। जय गणेश जय गणेश जय गणेश गुरु माता तिमी पिता तिमी कोही छैन अरु कोही छैन अरु। दया गर्ने दया उसमा राख्ने एक दाँत हुने मुसामाथि चढ्ने हो चार हात
भई दयागर एक दात होने मुसमति चढ़ी कन सिंदूर लगाउने हो जय गणेश जय गणेश जय गणेश गुरु माता तिमी पिता तिमी कोही छैन कोही छैन बाटी भोग लगाई हामी गरौँ सेवा हार चढौँ फुला चढौँ अनि चढौँ नेवा कसरमा भोग लगाई हामी गरौँ सेवा हर चढौँ पुष्प चढौँ अनि चढौँ मेवा हो जय गणेश जय गणेश जय गणेश गुरु माता तिमी पिता तिमी कोही छैन कोही छैन अन्तलाई आँखा दिने रोगीलाई काया अपुत्रलाई पुत्र दिने भक्तजनलाई माया जय गणेश जय गणेश जय गणेश गुरु माता तिमी पिता तिमी कोही छैन कोही छैन कोही छैन श्री भागवत भगवान की है आरती पापियों को पाप से है तारती श्री भागवत भगवान की है आरती पापियों को पाप से है तारती श्री भागवत भगवान की है आरती पापियों को पाप से है तारती भागवत भगवान की है आरती पापियों को पाप से है तारती पंचम वेद निराला नवज्योति जगने वाला अमर ग्रंथ ये मुक्ति पंथ ये पंचम वेद निराला नवज्योति जगाने सबैले दुईटा हात माथि उठाएर राधे श्री राधे राधे श्री राधे श्री राधे श्री राधे श्री राधे श्री राधे हरि नाम यही हरि धाम यही 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 जगमंगल की आरती पापियों को पाप से तारती श्री भागवत भगवान की है आरती
पापियों को पाप से है तारती। शांति गीत पावन पुनीत पापों को मिटाने वाला हरि दर्शन कराने वाला। ये शांति गीत पावन पुनीत पापों को मिटाने वाला हरि दर्श कराने वाला। श्री राधे श्री राधे श्री राधे श्री राधे श्री राधे श्री राधे। सुख करणी दुख हरणी ये सुख करणी ये दुख हरणी। सुख करणी ये दुख हरणी ये सुख करणी ये दुख हरणी। श्री मधुसूदन की आरती पापियों को पाप से है तारती। भागवत भगवान की है आरती पापियों को पाप से है तारती। मधुर बोल सत्पंथ बोल सन्मार्ग दिखाने वाला बिगड़ी को बनाने वाला। ये मधुर बोल जग खंड खोल सन्मार्ग बताने वाला बिगड़ी को बनाने वाला। श्री राधे श्री राधे श्री राधे श्री राधे श्री राम यही घनश्याम यही। श्री राम यही घनश्याम यही। श्री राम यही घनश्याम यही। प्रभु की महिमा की आरती पापियों को पाप से है तारती। श्री भागवत भगवान की है आरती पापियों को पाप से है तारती। भागवत भगवान की है आरती पापियों को पाप से है तारती। श्री भागवत भगवान की है आरती पापियों को पाप से है तारती। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे अहं भवानी सहितं नमामि। त्वमेव माता च पिता त्वमेव बन्धु सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देवदेव। मनोजवं मारुततुल्यवेगं जितेन्द्रियं बुद्धिमतां वातात्मजं वानरयूथमुख्यं श्रीरामदूतं शरणं प्रपद्ये। लोकाभिरामं रणरङ्गधीरं राजीवनेत्रं रघुवंशनाथं कारुण्यरूपं
करुणाकरन्तं श्रीरामचन्द्रं शरणं प्रपद्ये भक्तिसुतो तं करुणो गृहीत्वा प्रेमैकरूपा सर्वशा विरासि श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवा वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावा करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि नारायणायेति समर्पयामि नारायणायेति समर्पयामि नानसुगन्धपुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वरा मंत्रपुष्पाञ्जलिं समर्पयामः पुराणपुरुषोत्तमाय नमो नमः। प्रेम से बोले सिद्धिविनायक श्री गणेश महाराज को जय हो, सद्गुरुदेव भगवान को जय हो, चारों वेद को जय हो, 18 पुराण को जय हो, भक्तवत्सल भगवान को जय हो, श्री हरि भगवान को जय हो, सनकादि महामुनि को जय हो, श्री देवर्षि नारद जी महाराज को जय हो, पतित पावन भगवान नाम को जय हो, सीतावर रामचंद्र भगवान को जय हो, सिद्धेश्वरी माता की जय जय हो, भक्तमाल गाथा की जय हो, नमः पार्वती पतये हर 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 महादेव शंभो शंभो। काशी विश्वनाथ गंगे बले गंगे मैया को जातु दैत्य पदार्थाय देवानां पालनाय च तस्मै देवाय अहिले लगाउनु भनेपछि लाउनुपर्छ। तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्त स्वरूपाय ऋषिका पतये नमः। गृहणर्गं मया दत्तं रमया सहितो हरि पापहं पापकर्माहं पापदमा पापसंभवा त्रायि मां पुण्डरीकाक्ष सर्वपापहरो भव। पुण्याहं पुण्यकर्माः पुण्यात्मा पुण्यसंभवा त्रायि मां पुण्डरीकाक्ष सर्वपुण्यप्रदो भव। हजुर सबैजना बसिदिने। अब जो सक्नु हुँदैन उहाँहरूको लागि पछि चेयर राखेको छ। वृद्ध अवस्था जो हुनुहुन्छ उहाँहरूको लागि चेयर राखेको छ र जो सक्नुहुन्छ उहाँहरू यो भूमिमा बसेर आजका यी कथा प्रसङ्गहरू हजुरहरूले श्रवण गर्नुहुनेछ। बोले भक्तवत्सल भगवानको हरि ओम। जय माधव मदन मुरारी
कुंडल नयन विशाला सुंदर कुंडल नयन विशाला गले सोहे बैजंती माला गले सोहे बैजंती माला या छबकी बलिहारी या छबकी बलिहारी माधव मदन मुरारी रे माधव मदन मुरारी कबू लूट लूट तजी खायो कबू लूट लूट तजी खायो कबू मधुबन नेर लगायो कबू मधुबन नेर लगायो नाचत विपिन बिहारी नाचत विपिन बिहारी माधव मदन मुरारी माधव मदन मुरारी करुणा कर द्रौपदी पुकारी आ करुणा कर द्रौपदी माधव मदन मुरारी माधव मदन मुरारी माधव मदन मुरारी। बोलिए श्री कृष्ण कन्हैया लाल की जय। बोले भक्तवत्सल भगवान को। सबैले ढाड सिधा बनाएर बसौँ। एकैछिन आँखा बन्द गरेर उनै भगवतीलाई आफ्नो हृदयमा सजाएर अनि आजकै कथा प्रसङ्ग हामी प्रारम्भ गर्नेछौँ। सबैले आँखा बन्द गरिदिनुहोस्। हरि हरि श्री परमात्मने
चरण कमलेभ्यो नमः। मातृपितृ चरण कमलेभ्यो नमः। धियं सदा परिभवन् तीर्थास्पदं शिवविरं सुनतं शरण्यं। भृत्यार्तिहं प्रणतपा लभवाब्धिपोतं वन्दे महापुरुषते शरणारविन्दम्। गौरीपुत्र गणेशका चरणमा साष्टाङ्ग ठोगै गरी। गायत्री गुरुवेद पितृगणमा पसरन्छु पावो परि। गंगा पुष्कर गंडकी पशुपति श्री गुह्येश्वरी मानी। ढुक्षु नवग्रह जन्मभूमि तुलसी सिद्धेश्वरी धाममा पनि। पुण्यात्माहरू जो पवित्र मनका संसारका सज्जना आफ्ना शुद्ध सफा खुला हृदयमा देवीलाई बसाइकन ध्यानमूलं गुरुर्मूर्ति पूजामूलं गुरुपादुका मंत्रमूलं गुरुर्वाक्य मोक्षमूलं गुरुर्कृपा। बोले सद्गुरुदेव भगवान को जय। परम मंगलमय परात्पर अखिलेश्वरी विश्व ब्रह्मांड नायिका आद्यशक्ति माता सिद्धेश्वरी माताको गोदमा बसेर भक्तमाल गाथालाई सशत नमन अर्पण वन्दना चढाउँदै व्यासमा आसीनस्थ भएर भक्तमाल गाथाको कथालाई श्रवण गराउनुहुने परम पूज्य गुरुदेवको चरण कमलमा साष्टाङ्ग दण्डवत नमन अर्पण वन्दना चढाउँदै जसले यसै स्थानमा 18 पुराण सकेर यस ठाउँलाई सुन्दर नाम दिनुहुने परम पूज्य गुरुदेव आज हिजो अनि आज धेरै टाढाबाट आएर हामीलाई साथ दिइराख्नु भएको छ। मिठा मिठा प्रवचनहरू सुनाएर हामीलाई कृतज्ञता गराइराख्नु भएको छ। उहाँको चरण कमलमा साष्टाङ्ग दण्डवत नमन अर्पण वन्दना चढाउँदै भजन अनि प्रवचनको समयमा यी मिठा मिठा धुनहरू दिँदै हामीलाई मिठा मिठा भजनहरू सुनाउँदै भजन अनि प्रवचनलाई सुन्दर ढङ्गमा सजाइदिने समस्त सङ्गीतज्ञ कलाकारप्रति पनि एकमुष्ट नमन अर्पण वन्दना चढाउँदै यसै गरेर
श्रीमद् भागवत महापुराणको पाठलाई पारायण गर्नुहुने सम्पूर्ण विद्यार्थी बटुक ब्राह्मण सबैलाई सशत नमन अर्पण वन्दना चढाउँदै मेरो सानो आवाजलाई बुलन्द बनाइदिने भाइ अपरेटर जसको कृपाद्वारा आज कतिजना घरै बसेरै ध्वनि यन्त्रद्वारा भगवानका दिव्य वाणीहरू सुनेर आफ्नो जीवनलाई धन्य बनाइराख्नु भएको छ। कतिजना आउन सक्नु हुँदैन, वृद्ध अवस्थामा हुनुहुन्छ, उहाँहरू यो ध्वनि यन्त्र सुनेर जसले पनि आफ्नो जीवनलाई धन्य बनाइराख्नु भएको छ उहाँहरूलाई पनि सशत नमन अर्पण वन्दना चढाउँदै आयोजक कमिटी जसले सुन्दर प्यान्डल बनाइदिनु भएको छ, आफू कथा सुन्न नपाए पनि हामीलाई उच्च आसनमा राखिदिनु भएको छ, आफ्नो कार्यभार व्यस्ततामा रहिराख्नु भएको छ, आफ्ना घरका समस्त कामहरू छोडेर आएर सिद्धेश्वरी धामलाई हामीले केही गर्नुपर्छ भन्ने भावना लिएर आफू खटिराख्नु भएको छ। रात दिन उहाँहरू सबैलाई सशत नमन अर्पण वन्दना चढाउँदै यसै गरेर भगवानको कथा सुन्न जानुपर्छ भनेर घरबाट निस्किँदै गर्नुहुने, भगवानको कथा सुन्न जानुपर्छ भन्ने भावना लिएर बाटोमा आउँदै गर्नुहुने, भगवानको कथा सुन्न जानुपर्छ भनेर चाँडै आएर आफू चिसो भुइँमा बसेर यो जाडो नभनी यो धुलो नभनी बिहानै आएर यो चिसो भुइँमा बसेर हामीलाई उच्च आसनमा राखिदिनु हुने समस्त भागवत श्रद्धालुको हृदयमा सूक्ष्म रूपले विराजित माता राधा रानीलाई पनि एकमुष्ट नमन अर्पण वन्दना चढाउँदै आउँ यो मन अनि वाणीलाई पवित्र बनाएर अनि हामी फेरि आजका कथा प्रसङ्गमा प्रवेश गर्नेछौँ। र विशेष एउटा जानकारी, म केही बेर भक्तमाल गाथाको प्रसङ्ग गाएर परमपूज्य गुरुदेवले पनि हजुरलाई कथा सुनाउनु हुनेछ। र हिजो पनि परमपूज्य गुरुदेवले हामीलाई केही यहाँका विषयहरू पहिला कस्तो थियो यी विषयहरूलाई सुनाउनु भयो, सिद्धेश्वरी माताको कथा सुनाउनु भयो। अब 18 पुराण होइन 19 पुराण होला जस्तो भएको छ, सिद्धेश्वरी माताको अर्कै पुराण निस्केला जस्तो भएको छ। यो ठाउँ पवित्र भएको छ। त परमपूज्य गुरुदेव पनि हाम्रो साथमा हुनुहुन्छ, हाम्रा अग्रज हुनुहुन्छ। हामीले केही जानिनौँ भने नानी त्यसो होइन यसो गर्नुपर्छ भनेर हामीलाई सही बाटो देखाउनुहुन्छ गुरुदेवले। हामी यति प्रसन्न छौँ, हिजोदेखि धेरै खुसी छौँ गुरुदेव हाम्रो साथमा हुनुहुन्छ आज। र अर्को एउटा जानकारी, यो क्षेत्रमा जसले सुन्दर भजनहरू गाएर आज हामी घर घरमा जसको भजनहरू सुन्छौँ, बिहानीको शीतको थोपा कसले सुन्नु भएको छ भन्नुहोस् त? भजन बिहानीको शीतको थोपा, पुरानो भजन, साह्रै मिठो भजन। गोपाल वशिष्ठ आउनु हुँदैछ आज, एकपल्ट सबैले ताली बजाइराख्नु अहिले नै। आज गोपाल वशिष्ठजी आएर हजुरहरूलाई पनि त्यो मिठो मिठो भजनहरू सुनाउनुहुन्छ, जसको भजन हामीले क्यासेटमा सुनेका थियौँ। अनि आज बिहानै निस्किसक्नु भएको छ, आइपुग्नुहुन्छ सायद, र उहाँ पनि आउनु हुँदैछ। अर्को कुरा, घनश्याम गुरुजी पनि आउनु हुँदैछ साथमा, र उहाँकोबाट पनि हामी केही सुन्नेछौँ आज। र केही बेर हामी भक्तमालको गाथालाई श्रवण गरे पश्चात अनि गुरुदेवहरू हुनुहुन्छ, आउँ एउटा मन अनि वाणीलाई पवित्र बनाएर अलिकति भक्तमालको गाथालाई सुनाउनेछु। बोले भक्तवत्सल भगवानको नश्वर सदेह गलेर जान्छ, आत्मा त भक्त हो अमरा, यो आत्मालाई पार लगाउन हरि भजन गर। नश्वर देह गलेर जान्छ, आत्मा त भक्त हो अमरा, नश्वर देह गलेर जान्छ, आत्मा त भक्त हो अमरा, यो आत्मालाई पार लगाउन हरि भजन गर, यो आत्मालाई पार लगाउन हरि भजन गर।
आत्मालाई शान्ति जीवनलाई मुक्ति सत्सङ्गमा आएर मिल्दछ आत्मालाई शान्ति जीवनलाई मुक्ति सत्सङ्गमा आएर मिल्दछ ब्रह्मको ज्ञान दाताको चरण धाएर मिल्दछ ब्रह्मको ज्ञान दाताको चरण धाएर मिल्दछ नश्वर देह गएर जान्छ आत्मा त भक्त हो अमरा नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमरा यो आत्मालाई पार लगाउन हरि भजन गर यो आत्मालाई पार लगाउन हरि भजन गर हरिको कृपा फूल जस्तो जीवन हरिको कृपा फूल जस्तो जीवन व्यर्थै छ गर्नु अहंकार हरिको कृपा फूल जस्तो जीवन व्यर्थै छ गर्नु अहंकार मन कालो पारी हरिलाई भुली पाउने छ अलङ्कार मन कालो पारी हरिलाई भुली पर्ने छ अलङ्कार हरिको कृपा फूल जस्तो जीवन व्यर्थै छ गर्नु अहंकार हरिको कृपा फूल जस्तो जीवन व्यर्थै छ गर्नु अहंकार मन कालो पारी हरिलाई भुली पर्ने छ अलङ्कार मन कालो पारी हरिलाई भुले पर्ने छ नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमरा नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमरा यो आत्मालाई पार लगाउन हरि भजन गर यो आत्मालाई पार लगाउन हरि भजन गर झुटो छ माया झुटै छ काया झुटै छ सारा संसार झूठो छ माया झूठै छ काया झूठो छ सारा संसार झुटो यो सारा दुनिया रमझम सत्य निरंकार झूठो यो सारा दुनिया रमझम सत्य यो निरंकार नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमरा नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमरा यो आत्मालाई पार लगाउन हरि भजन गर यो आत्मालाई पार लगाउन हरि भजन गर सबैले थालीको सेवा गर्दै यो
यो प्रभु जलमा यो प्रभु थलमा यो प्रभु भक्त हो कण कणमा यो प्रभु जलमा यो प्रभु थलमा यो प्रभु भक्त हो कण कणमा यो प्रभु जलमा यो प्रभु थलमा यो प्रभु भक्त हो कण कणमा यो प्रभु जलमा यो प्रभु थलमा यो प्रभु भक्त हो कण कणमा यो कलियुगमा छन् मुक्तिदाता मानिसको जीवनमा यो कलिकालमा छन् मुक्तिदाता मानिसको जीवनमा यो कलियुगमा छन् मुक्तिदाता मानिसको जीवनमा यो कलियुगमा छन् मुक्तिदाता मानिसको जीवनमा नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमर नश्वर देह गलेर जान्छ आत्मा त भक्त हो अमर यो आत्मालाई पार लगाउन हरि भजन गर 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 भोले भक्त वत्सल भगवानको यो आत्मालाई पार लगाउन हरि भजन गर हो ऊ हरि भजनसँग मात्र प्रसन्न हुन्छ जहाँ खुसी छ ऊ प्रसन्न हुन्छ हामी भित्र रहेर ऊ हरिको भजनमा प्रसन्न रहन्छ जुन दिन ऊ निस्केर जान्छ यो शरीरबाट त्यतिखेर हामीले गरेको यो भजन हामीले गरेको सत्संग हामीले सुनेका सत्संग हामीले जपेको रामको नाम त्यतिखेर हाम्रो टिकटको रूपमा बनेर जान्छ संसार जब हामी छोडेर जान्छौँ हाम्रो साथमा दुईटै चिज जान्छ एउटा हामीले गरेको पुण्य अर्को हामीले गरेको पाप हाम्रो साथमा जान्छ त्यतिखेर जाने भनेकै दुईटा चिज अरू सबैले छोड्छन् अरू सबैले साथ छोडिसकेका हुन्छन् श्रीमती जान्छन् सङ्घारसम्म छोरा जान्छ मसन घाटसम्म दागबत्ती दिएर चिता पखालेर छोरा पनि फर्केर आउँछ त्यतिखेर हाम्रो साथमा जाने भनेको अहिले हामीले जपेको नाम त्यतिखेर हामीलाई काम दिन्छ यदि बसेर अहिले पनि हामीले जपेनौँ भने एउटा कुरा विचार गर्नु हामी कुनै दिन ट्रेनमा चढ्यौँ है टिकट बिना ट्रेनमा चढ्यो भने के हुन्छ भन्नुहोस् त हामीसँग टिकट छैन टिकट बिना ट्रेनमा चढ्यो भने के हुन्छ ढुक 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 कतिजना त कहाँ गएर लुक्छन् अब यहाँबाट पो भन्नुभएको छैन होइन त्यस्तो जग्गामा गएर लुक्नुपर्छ किन टिकट छैन तर टिकट छ भने के हुन्छ आरामसँग बस्न सकिन्छ कसैको डर छैन केही छैन हो हाम्रो अन्तिमको यात्रा भनेको नि यही राम नामको टिकट हो यदि त्यो समयमा हामीले जपेको यो राम हामीले जपेको कृष्ण हामीले जपेको भगवती हामीले जपेको दुर्गा हामीले जपेको शिव हामीले जपेको कृष्ण यदि हाम्रो साथमा छ भने त्यतिखेर हामीलाई डर हुँदैन त्यतिखेर आरामसँग हामी जान सक्छौँ खुसी भएर जान सक्छौँ तर जप्ने बानी अहिलेदेखि नै लगाइराख्नुपर्छ वृद्ध अवस्था आएपछि त्यो जप्न सकिँदैन मुखमा भएका दाँतहरू सबै झरिसकेका हुन्छन् आमा राम भन त भन्दा लाम भन्छ राम पनि हुँदैन दाँत झरिसकेपछि हुन्छ हुँदैन यो दाँत राम्रो हुँदै बोल्ने सक्ने हुँदै कान राम्रो सुन्ने हुँदै भगवानको नाम जप्नुपर्छ गीता पढ्नुपर्छ घरमा बसेर अहिले त युट्युबमा हेर्दै सिक्दै गर्दा पनि हुन्छ यहाँ आइसकेको पनि छ गीता हो नानीहरूलाई एउटा भए पनि दिनमा एउटा श्लोक सिकाउनुहोस् गीताको अन्तिमको यात्रा यस्तो होस् आफ्नै छोराले आफ्नै नानीले आफ्नै छोरीले मर्ने बेलामा गीता सुनाएर यदि हामी त्यो समयमा मर्यौँ भने
विचार गर्नु त कति खुसी भएर मर्छौँ होला, कति खुसी भएर जान्छौँ हामी। तर हाम्रो त्यस्तो छैन। हजुरबाको पालोदेखि राखिएको गीताको पुस्तक रातो कपडाले बाँधेको, त्यो भित्र के छ भनेर खोल्दैनन् कसैले पनि। एउटा कुरा विचार गर्नु, तिल मात्रै चढाएको हुन्छन्, पूजा गरेको चन्दनको थाक हुन्छ त्यो गीतामा, तर कहिले खोलेर हेर्दैनन्। गीता भनेको त्यो गिर्नेवालालाई जसले तार्छ उसको नाम गीता हो। गिरिसकेको व्यक्ति जो छ उसलाई तार्ने नै गीता हो। कोही कोही बेला खोलेर आफूले पनि हेर्नु, नानीहरूलाई देखाउनु। हाम्रो त त्यस्तो छैन। मर्ने बेला भएपछि गुरुजी भएकोमा जान्छन्, गुरुजी गीता पढिदिनु नि, बाबा जानु आँटे, छिटो आइदिनु नि। गुरुजी आउनुहुन्छ अनि जेनेरेटर पड्केको जस्तो पड्किनुहुन्छ। किन? मर्ने बेलामा छिटो पढिदिनु नि भन्छन् घरको मान्छेले। बिस्तारी पढ्नै सकिँदैन। अनि न बिचराले त्यो गीता सुन्छ, त्यतिखेर मर्नु साह्रो परेको हुन्छ। वरिपरि घेरेका हुन्छन् सबैले, मलाई चिन्यौ म साइली भन्छन्। त्यतिखेर तिमीलाई चिनेर के गर्नु, मर्ने बेला मर्न साह्रो परिसकेको छ। त्यतिखेर चिन्ने भनेको कृष्ण हो, त्यतिखेर चिन्ने भनेको राम हो। त्यतिखेर चिन्ने भनेको राम हो, त्यतिखेर चिन्ने भनेको कृष्ण हो। भगवान शङ्करले पनि रामको नाम जप गर्नुहुन्छ नित्य। तर हामी कहिले जप्छौँ भन्दा, हामी कहिले जप्छौँ रामको नाम? मरिसकेपछि मात्रै राम नाम भन्नु नि, राम नाम राम नाम। मनै मन भए पनि हामी त्यतिखेर भन्छौँ राम नाम सत्य, राम नाम सत्य। यो रामको नाम त भगवान भोलेनाथले पनि जप्नुहुन्छ, नित्य बसेर जप्नुहुन्छ। रामलाई हृदयमा राख्नु भएको छ अनि सधैँ भोलेनाथले पनि बसेर रामको नाम जपिराख्नुहुन्छ। यो दाँत राम्रो छँदै त्यतिखेर होइन अरे। विचार गर्नु त, त्यो लास लाँदै गर्दा पनि त्यो लासले पनि भन्छ यताबाट राम नाम सत्य, हे राम नाम सत्य भन्दा त्यो लासले होइन 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 टाउको हल्लाउँदै हल्लाउँदै जान्छ। यतिखेर होइन मूर्ख, जिउँदो हुँदै जप्नुपर्छ। त्यो लासले पनि हामीलाई सिकाउँछ यतिखेर होइन जप्नु। समयमै समय सधैँ रामको नाम जप्नुपर्छ भनेर हामीलाई त्यो लासले पनि सिकाउँछ। एकपल्ट सबैले राम राम भनिदिनुहोस्, अझै जोटले। यत्रो भक्त कराएको यति नै हो त। जय श्री राम, जय श्री राम। फेरि जय श्री राम भन्न पनि डर पो हुन्छ त। गुरुजी त बिजेपीको रसन पो भन्छ त। फेरि बङ्गालमा त डरसरी हुन्छ। तर यो रामको नाम त यति पवित्र छ, यो संसार छोडेर जाँदा त्यहाँ गइसकेपछि काम लाग्छ। त्यहाँ बसेर भगवानले पनि राम राम, भोलेनाथले पनि राम 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 जपिराख्नुहुन्छ। हो, कतिखेर जप्नुहुन्छ त? नित्य जप्नुहुन्छ, खोज्नुहुन्छ भगवान भोलेनाथले। लरको मानिसको छुट्यो पर कतै, एक नास सँगै टुट्यो, हाहाकार सँगै नजिक सुनियो, श्री राम नाम सत्य हो। जब मानिसको घरमा मृत्यु हुन्छ, त्यो घरबाट चारैजनाले बोक्दै 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 शङ्ख फुक्दै जब निकाल्छन् लास त्यो घरबाट, अर्थीका दलमा मिली शिव पनि पुग्दा भए घाटमा, आयो आगो दन्की गयो र लास छिनमै मिल्दो भयो राकमा। जब मानिसहरूले लास निकालेर राम नाम सत्य, हे राम नाम सत्य भन्दै जाँदा भगवान भोलेनाथले विचार गर्नुहुन्छ, अरे रात दिन जुन नाम मैले जपिरहेको थिएँ आज त्यही नाम जप्दै जाँदैछन्। यो राम नाम सत्य कहाँ रहेछ? पक्का पनि यिनीहरूको भिडमा त्यो राम नाम सत्य रहेछ भनेर भगवान भोलेनाथ पनि त्यही भिडमा आएर मिसिनुहुन्छ, खोज्नुहुन्छ। एउटालाई हेर्नुहुन्छ, अर्कोलाई हेर्नुहुन्छ, कहीँ पनि देख्नु हुँदैन त्यो राम नाम सत्य कहाँ रहेछ भनेर भोलेनाथले पनि देख्नु हुँदैन। हो, त्यही भएर लास कसैको लास ल्याउँदैछन् भने एकछिन रोकेर प्रणाम गरिदिनुपर्छ, किनकि त्यो मलामीको बिचमा भगवान भोलेनाथ पनि आउनु भएको हुन्छ। आफू बाइकमा छौँ भने पनि एकछिन रोकेर दुईटा हातले प्रणाम गरिदिनुपर्छ।
त्यही भएर भनिन्छ कहीँ जाँदै गर्दा लास लाँदै गरेको देखियो भने शुभ साइत हो भनेर जान्नु भनेर। त्यही भएर भनिन्छ किन त्यहाँ त भगवान् भोलेनाथ बस्नु भएको छ। भोलेनाथलाई देखिसकेपछि हो अवश्य ती दिनहरू राम्रो हुन्छ। रोकेर भए पनि एकछिन प्रणाम गरिदिनुपर्छ। सँगै जानुहुन्छ त्यो मसान घाटसम्म भोलेनाथ पनि। अनि चिता बनाउँछन् माथि राख्छन् र आगो दन्की गयो र लास छिनमै मिल्दो भयो राकमा। जब लास डढाउँछन् चिता पखाल्छन् अब बिस्तारी मलामी फर्किन्छन्। भोलेनाथ ती बस्नुहुन्छ हेर्नुहुन्छ। अरे अघिसम्म त राम नाम सत्य भन्दै थिए, अब चुप्पो लागेर जाँदैछन् फर्केर। भनेपछि त्यो राम नाम सत्य यही छ, पक्का पनि यही छ। छोडी घाट अरू मलामी जति हुन् घरतर्फ नै मोडिए। घरबारै नहुने उनै शिव भने एक्लै त्यहाँ छोडिए। सबै फर्किए तर भगवान् भोलेनाथले विचार गर्नुभयो यदि अघि आउँदा राम नाम सत्य भन्दै आएका अब जाँदा केही नभनी गए भनेपछि त्यो रामको नाम सत्य त यही खरानीमा छ पक्का पनि, अरू कहीँ छैन। यदि यिनीहरूको साथमा थियो भने त अहिले पनि भन्दै जान्थे होला नि त। फिर्दामा किन राम नाम नभनी सारा मलामी गए। घाटैमा बसेकलै शिव अनेक सोचेर मनमा रहे। धेरै कुराहरू खिल्न थाले भगवान् भोलेनाथको। अरे त्यो राम नाम कहाँ गएछ त? यदि यिनीहरूको साथमा गएको भए यिनीहरूले अहिले भन्दै जान्थे, अघि आउँदा भन्दै थिए राम नाम सत्य भन्दै थिए। तर अहिले सबैजना चुप्पो लागेर गएका छन्। कसैले भन्छन् यो संसार क्षणिक मात्र रहेछ, हेर त हिजोसम्म राम्रै थिए आज के भयो? रामको कुरा गर्दैनन् अहिले त अरू कुरा गर्दै जाँदैछन्। भने आउँदा अघि भन्दथे सबजना श्री राम नाम सत्य हो। फिर्दा त नभनी गए किन हो त्यो नाम कहाँ गयो? आहा यति मिठो राम नाम सत्य त्यो नाम कहाँ गयो भनेर भोलेनाथ त्यहीँ खोज्न लाग्नुभयो। त्यो खरानीहरू पल्टाउन थाल्नुहुन्छ। थुप्रो जो छ त्यहाँ खरानी जसमा भोलेनाथले सोच्नुभयो थुप्रो जो छ यहाँ खरानी जसमा पक्कै उही राम छ। यसलाई म झिकेर लाउँछु यही नै छोडेर के काम छ। भोलेनाथले त्यति नै खेर राम नाम सत्य अरू केही छैन भनेर त्यही खरानी त्यहाँ घस्न लाग्नुभयो। भोलेनाथ भयो त्यो मसानमा रहेको खरानी जति त्यो भोलेनाथले घस्न लगाउनु भयो। त्यसैलाई भस्म भनेर दल्न थाल्नुभयो। आखिर राम नाम सत्य त्यही हो। त्यो समयमा काम लाग्छ हामीले जपेको त्यो नाम। कतिखेर चुडिएर जान्छ यो प्राण हामीलाई थाहा छैन। आज हामी विचार गर्नुहोस् त, आजभन्दा 100 वर्ष अगाडि हामी यहाँ जति बसेका छौँ कोही पनि थियौँ। आजभन्दा 100 वर्ष अगाडि हामी यहाँ जति बसेका छौँ कोही छौँ यहाँ आज? बोल्नु नि। अनि त्यति छैन भन्नु पनि नसकेको कि भोक लागेको? हे भगवान्, कोही पनि छैनौँ। अब 100 वर्षपछि हामी यहाँ जति बसेका छौँ कोही पनि हुन्छौँ। हामी यहाँ किन आएको? हामी यहाँ लीला गर्न आएको। भगवान्ले यहाँ परीक्षा लेख्न पठाउनु भएको छ हामीलाई। यहाँबाट राम्रो परीक्षा गरेर जानुपर्छ। त्यही परीक्षा भनेको के हो त भन्दा त्यही नाम हो। त्यो नामलाई नित्य जप गरिराख्नुपर्छ। अनि त्यो नाम त्यतिखेर हामीलाई काम दिन्छ। जब यो शरीर छुट्छ त्यतिखेर यो नाम हामीलाई काम दिन्छ। अहिले त हामीले केही पनि सोचेका छैनौँ। कतिखेर चट्टै छिड्छ यो प्राणको दोरी।
कतिखेर चट्टै चिड्छ यो प्राणको डोरी। हात हुनेले ताली बजाउँदै सुन्नु ल, हात हुनेले मात्रै बजाइदिनु ताली। कतिखेर चट्टै छिड्छ यो प्राणको डोरी, कतिखेर चट्टै छिड्छ यो प्राणको डोरी। यतिखेर धन सम्पत्ति न त गोता न त छोरा छोरी, धन सम्पत्ति न त गोता न त छोरा छोरी। मनको मन्दिरमा, मनको मन्दिरमा, मनको मन्दिरमा, मनको मन्दिरमा माता तिमीलाई स्वागत छ मनको मन्दिरमा। माता तिमीलाई स्वागत छ मनको मन्दिरमा। सबैले दुईटा हात माथि उठाएर ताली बजाउँदै कतिखेर जप्ने त त्यो नाम भगवानको होइन। भोलिपछि 60 काटेपछि जप्दा पनि हुन्छ भन्छन् नि, तर विचार गर्नु। बल पैसा छँदासम्म वास्तै गरिएन, बल पैसा छँदासम्म वास्तै गरिएन। ओहो बल पैसा छँदासम्म वास्तै गरिएन, बल पैसा छँदासम्म वास्तै गरिएन। बुढो भएपछि बस्न सकिँदैन होइन। बल पैसा छँदा वास्ता गरिएन भने बुढो हुँदा ढाड दुख्छ बस्नै सकिँदैन, बुढो हुँदा ढाड दुख्छ बस्नै सकिँदैन। त्यही भएर मनको मन्दिरमा, मनको मन्दिरमा, मनको मन्दिरमा, मनको मन्दिरमा माता तिमीलाई स्वागत छ मनको मन्दिरमा। माता तिमीलाई स्वागत छ मनको मन्दिरमा। भएपछि मात्र जप्ने होइन भगवानको नाम। बुढो भइसकेपछि कान पनि सुनिँदैन, राम्रो आँखा पनि देखिँदैन, बिहान उठेर स्नान गर्न सकिँदैन। तर बुढो मान्छेलाई बुढो भने नि रिसाउँछ अरे होइन। किन? तन बुढो भए पनि मन जवानी छ, तन बुढो भए पनि मन जवानी छ। मान्छे कहिले बुढो भयो थाहा हुँदैन अरे, सबै थोक थाहा हुन्छ। जन्मेको कहिले त्यो पनि थाहा हुन्छ, विवाह गरेको तारिक कहिले त्यो पनि थाहा हुन्छ, नानी जन्मेको तारिक कहिले त्यो पनि थाहा हुन्छ। तर ए बाजे तपाईँ कहिले बुढो भएको भने कहिले भएको थाहै छैन, थाहा छ त? त्यही भएर तन बुढो भए पनि मन जवानी छ, तन बुढो भए पनि मन जवानी छ। कहिले बुढो नभन्नु भने रिसाउँछ पो अरे त। बरु
बरु भूतपर्व जवान भनिदिनु अरे खुसी लाग्छ अरे क्या भन्नु त बुढै भनेको तन बुढो भए पनि मन जवानी छ तन बुढो भए पनि मन जवानी छ यो मनको अन्तरलमा तिमीलाई स्वागत छ यो मनको अन्तरमा तिमीलाई स्वागत छ मनको मन्दिरमा मनको मन्दिरमा मनको मन्दिरमा मनको मन्दिरमा माता तिमीलाई स्वागत छ 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 मनको मन्दिरमा ओ माता तिमीलाई स्वागत छ मनको मन्दिरमा माता तिमीलाई स्वागत छ मनको मन्दिरमा त्यही भएर यो मन यस्तो बनाउनु त्यहाँ भगवान आएर बस्ने ठाउँ बनाउनु पर्छ मनलाई कहिले बस्नुहुन्छ त जब रामको नाम जपेको 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 गर्छौँ स्नान हुन्छ पवित्र बन्दछ भगवानको नाम जपले अनि हृदयमा ठ्याक्क भगवान आएर बस्नुहुन्छ त्यस्तो बनाउनुपर्छ यो मनलाई तब त्यतिखेरको यात्रा राम्रो सुन्दर बन्दछ हाम्रो हामी भक्तमाल गाथालाई श्रवण गर्दै थियौँ आज हामी गोपाल भट्ट गोस्वामीको कथालाई श्रवण गर्नेछौँ गोपाल भट्ट गोस्वामी श्री चैतन्य महाप्रभुको परम शिष्य थिए नि महान भक्त थिए उहाँको जीवन भक्ति त्याग र कृपाले भरिएको छ चमत्कारले भरिएको छ गोपाल भट्ट गोस्वामी हामीले षड गोस्वामीकै कथाहरूलाई श्रवण गर्दैछौँ आज गोपाल भट्ट गोस्वामी जन्म यिनको दक्षिण भारतमा जन्म भएको थियो पिताको नाम थियो श्री वेंकट भट्ट कुल परम्परा अनुसार रामानुज सम्प्रदायका विद्वान थिए यिनी सानैदेखि गोपाल भट्टको मन भगवान विष्णुमा लागिरहन्थ्यो भगवान नारायणप्रति अत्यन्त आकर्षित थियो यिनको मन भगवान नारायणसित कथा यहाँबाट सुरु हुन्छ रङ्गनाथ मन्दिर हजुरहरू सबैले सुन्नुभएको तमिलनाडुमा जो छ विश्वकै सबैभन्दा पुरानो मन्दिर विश्वको सबैभन्दा पुरानो हिन्दू मन्दिर कहाँ छ भन्दा तमिलनाडु जसलाई हामीले रङ्गनाथ मन्दिर भनेर भन्छौँ श्रीरङ्गको रङ्गनाथ स्वामी भारतको सबैभन्दा पुरानो अनि ठुलो मन्दिर पनि भनिन्छ प्राचीन मन्दिर हो त्योभन्दा अगाडि कुनै पनि मन्दिर थिएन आज पनि छ त यहाँ यो मन्दिर कहाँबाट प्रारम्भ भयो ब्रह्माजीले प्रथम पटक पहिलोचोटि ब्रह्माजीले रङ्गनाथको मूर्ति प्राप्त गर्नुभएको थियो कसले तुलसी पानी घाउँछ नै बोल्दै गर्नु नि ब्रह्माजीले कसले अरे हो बोल्दै गर्नु ल गीता पढ्छन् नि केटाहरू छन् गीता पनि आएको छ त्यो भोलि भक्तवत्सल भगवानको रङ्गनाथको मूर्ति जब प्राप्त गर्नुभयो ब्रह्माजीले धेरै समयसम्म पूजा गर्नुभयो प्रार्थना गर्नुभयो सेवा गर्नुभयो रङ्गनाथ भगवानलाई त्यसपछि राजा इक्ष्वाकु रामको पूर्वजलाई प्राप्त भएको थियो बिस्तारै 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 भगवान श्रीरामलाई प्राप्त भयो भगवान श्रीरामले
लङ्काको युद्ध विजय भए पश्चात विभीषणलाई उपहारमा दिनुभएको थियो रङ्गना भगवानलाई। तिमीले आजदेखि सेवा गर्नु, तिमीले सत्कार गर्नु, भोग लगाउनु, प्रेम गर्नु, भगवानसँग नित्य पूजा गर्नु भनेर उपहार दिनुभएको थियो। विभीषण दक्षिणतर्फ जाँदै गर्दा कावेरी नदीमा, नदीको बीच टापुमा भगवान त्यहीँ स्थिर हुनुभयो। अब यहाँदेखि उता जाँदिनँ म। भगवानले जान मन गर्नु भएन। त्यसपछि त्यो स्थानको नाम रह्यो श्रीरङ्गम। आज पनि हामी श्रीरङ्गम नामले जान्दछौँ। सबैले जानेको प्रसिद्ध नाम हो श्रीरङ्गम। यति पुरानो मन्दिर आज पनि छ हाम्रो साथमा। हिन्दूको विश्वकै सबैभन्दा पुरानो मन्दिर हो। यही मन्दिरमा एक दिन श्री चैतन्य महाप्रभु, जसको फोटो हजुरहरूले देखिराख्नु भएको छ, कतिजनालाई चैतन्य महाप्रभुलाई चिन्नु भएको छैन। कसले चिन्नुहुन्छ चैतन्य प्रभुलाई भन्नुहोस् त? चैतन्य भगवानलाई कसले चिन्नु भएको छ? छैन है कतिजनाले। यहाँ हेर्नुहोस्, यहाँ दुईटा हात उठाइराख्नु भएको छ। उहाँकै कथा चलिरहेको छ। दुईटा हात उठाएर यिनी को हुन् भन्दा कलियुगमा राधा अनि कृष्ण एक भएर आउनु भएको थियो। यिनै चैतन्य महाप्रभु हुन्। कलियुगमा भगवानले आउँछु म भन्नुभएको थियो नि। हो, भगवान त आउनुभयो त। यिनै चैतन्य महाप्रभु भएर आउनुभयो धरातलमा। औरङ्गजेबको समयमा त्यतिखेर सारा हिन्दूहरूलाई काट्थे। दुईटा अप्सन थिए, एउटा मार, एउटा धर्म परिवर्तन गर। कि मर कि धर्म परिवर्तन गर। चैतन्य महाप्रभु आएर सारा विश्वलाई, सारा सनातनलाई एक गरेर अनि जानुभएको थियो। राधा अनि कृष्ण एक भएर आउनुभएको थियो। यिनैलाई चैतन्य महाप्रभु भनिन्छ। गौर पनि भनिन्छ। नवद्वीप धाममा जगन्नाथ को जानुभएको छ? हात उठाउनुहोस् त। जगन्नाथपुरी हो। जगन्नाथमा हो यिनै चैतन्य महाप्रभुको जन्म भएको थियो, प्रकट हुनुभएको थियो। बोले जगन्नाथ भगवानको जय हो। यिनै जगन्नाथ आज पनि साक्षात छन्। जगन्नाथ धाम यताबाट हावा आयो भने माथि झन्डा लगाएको हुन्छ। त्यो झन्डा त्यतैपट्टि फर्केर फरफराउँछन् झन्डा। नत्र त यताबाट आएको हावा झन्डा यता फरफराउनु पर्ने नि, होइन? तर यताबाट हावा आयो भने यतै फरफराउँछ त्यो झन्डा। यति सत्य छ आज पनि त्यहाँ। त मैले पहिलो दिन पनि भनेको थिएँ, भविष्य मालिकामा है त्यहाँ लेखिएको थियो, जुन दिन यो झन्डा डढ्छ, यो झन्डामा आगो लाग्छ, त्यस दिनदेखि सारा विश्वमा सङ्कट आउँछ भनेर भविष्य मालिकामा लेखिदिएको आज पुरा भएको छ। त्यो झन्डामा पनि आगो लाग्यो। त्यस मन्दिरमाथि चराहरू कोही जान सक्थेनन्। आज त्यो माथि गएर चराहरू बस्दैछन्। अब 26, 27, 28 अनि 29 संसारलाई कष्ट छ। संसारमा 26, 27, 28 अनि 29मा 64 करोड मानिस मात्र रहन्छन् भनेको छ। को रहन्छन् त भन्दा जसले भगवानको नाम नित्य जप्दछ यिनीहरू मात्रै रहन्छन् भनेर बताइएको छ। आजसम्म भविष्य मालिकामा जे लेखिएको छ सबै कुराहरू पुगिसकेको छ। विचार गर्नुपर्छ। अब हामीले समय आइसकेको छ। भविष्य मालिकामा त यहाँ भनिदिएको छ 32 देखि उता त सत्ययुग लाग्छ भनिदिएको छ। किनकि कलियुगे कलि प्रथम चरण त भन्दैछन्, तर कलि अति भइसकेको छ। विचार गर्नु त। हामीले भागवतमा पनि सुनेका छौँ कलिको व्याख्या, होइन? सबै पुरा भइसकेको छ। गौ माताको हत्या हुन्छ। गौ माताको अब हत्या हुन थालिसकेको छ। ताराहरू एक ठाउँ रहँदैनन्। अहिले सलङ मलङ गरिरहेका हुन्छन् ताराहरू। घडीको काँटा पहिलाको जस्तो बिस्तारै सेकेन्ड काँटा चल्दैन। अहिले छिटो चल्छ। समय छैन हामीसँग। यतिखेरै हामीले विचार गर्नुपर्छ। जगन्नाथ धाम त्यस्तो धाम हो। आज पनि साक्षात भगवान त्यहाँ बस्नुहुन्छ।
यिनै चैतन्य महाप्रभु राधा अनि कृष्ण भएर यो कलियुगमा आउनुभएको थियो। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यही नामले सारा विश्वमा सनातनलाई एक गर्नुभएको थियो। हो, भगवान् आउनुहुन्छ सनातनलाई एक गर्नुहुन्छ, तर हामी सनातन हो कि ताना तानु थाहा छैन। हामी सनातन हो कि ताना तानु, एक अर्काको विरोधमा लागेको छौँ हामी। बोले भक्तवत्सल भगवानको। चैतन्य महाप्रभु त्यही मन्दिरमा आइपुग्नु भयो। त्यो समयमा आरती भइरहेको थियो। आरती गर्दै गर्दा यिनै गोपाल भट्ट गोस्वामी, यहाँ देख्नु हुँदैछ तपाईँले 6 जना गोस्वामीहरू यहाँ भित्तामा है, जसले वृन्दावनको पुनर्निर्माण गरेका थिए। कतिजनालाई थाहा छैन यो कुरा। आजभन्दा 500 वर्ष अगाडि वृन्दावन कहाँ छ भन्ने कुरा कसैलाई थाहा थिएन। यी 6 जनाले वृन्दावनलाई निकालेका हुन्। राधाकुण्ड यहाँ छ, श्यामकुण्ड यहाँ छ, रमण रेती यहाँ छ। कसैलाई थाहा थिएन यी 6 जनाले पुनर्निर्माण गरेका हुन्। यति कष्ट गरे हाम्रो लागि। आज हामी गएर दर्शन गर्नको लागि कति सजिलो छ। हो, यति सजिलो छ। त्यही समयमा आरती गर्दै गर्दा गोपाल भट्ट गोस्वामीको पिता श्री वेङ्कट भट्टजी महाराज, आरती पछि कीर्तन हुन थाले जब महाप्रभु त्यहाँ आइसक्नु भएको थियो। चैतन्य महाप्रभु त्यहाँ आइसक्नु भएको थियो। अनि कीर्तन चल्दै थियो। त्यो समयमा कस्तो कीर्तन चल्दै थियो भन्दा, नारायण श्रीमन्नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण 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 श्रीमन्नारायण नारायण 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 श्रीमन्नारायण 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 नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण नारायण। तपाईँहरूले पनि गाउनु ल, हुन्छ? टाउको त हल्लाउनु नि, हुन्छ? घरमा कति हल्ला गर्छौ नि त होइन? यहाँ आएर गायौँ भने त त्यो ऊर्जा पाइन्छ पो त। यहाँ भुइँमा बसेर मान्छे भुइँमा बस्न छोडेका पो छन् त, बस्छन्। 7 दिन हामीले यहाँ भुइँमा बस्न पाएको छौँ। यो भूमिबाट शक्ति पाइन्छ, ऊर्जा पाइन्छ। जो भुइँमा बस्दैन नि, अहिले खाँदा पनि टेबलमै बस्छौँ, भुइँमा त बस्नै छोड्यौँ, टेक्नै छोड्यौँ। कहीँ जानु पऱ्यो भने गाडी घरमै आउँछ। भुइँमा टेक्न पनि छोडेको छ, एकछिन बसेर गाउँ भजन। ऊर्जा पाइन्छ, शक्ति पाइन्छ। त्यही भएर अहिले मान्छे भुइँमा बस्न छोडे, भुँडी यत्रो भएको छ। भुइँमा नबसेर नि, पहिला म भुइँमा बस्थेँ, मजाले पलैटी मारेर खान्थेँ, मजाले खान्थेँ, भुँडी लाग्थेन पहिलाको मान्छेको, होइन भन्नु त? अहिले माथि चियरमा बसेर चाहिँ खान्छन्, भुँडी यत्रो। भोलि पर्सि चिया पनि त्यहीँ भुँडीमा राखेर खाने दिन आउँछ। अब हामी यहाँ भुइँमा बसेको छौँ, एकछिन गाउनुहोस् भजन। श्रीमन्नारायण 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 नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण लक्ष्मी नारायण लक्ष्मी नारायण 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 लक्ष्मी नारायण लक्ष्मी नारायण
नारायण रङ्गनारायण श्री नारायण श्री रङ्गनारायण नारायण नारायण रङ्गनारायण रङ्गनारायण श्री रङ्गनारायण नारायण नारायण रङ्गनारायण श्री रङ्गनारायण श्री नारायण 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 रङ्गनारायण रङ्गनारायण नारायण 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 श्रीमन्नारायण 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 नारायण नारायण श्रीमन्नारायण श्रीमन्नारायण नारायण 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 यो कीर्तन त सबैले सुने पछाडिबाट कीर्तन भइरहेको छ आरती पश्चात कसले गाएको रहेछ भनेर पछि फर्केर हेरेको त चैतन्य महाप्रभु आएर यो कीर्तन गाइराख्नु भएको रहेछ चैतन्य महाप्रभुले। चैतन्य महाप्रभुको आँखामा त्यो जोत जब देखे यिनी नै हुन्, त्यतिखेर अघि फर्केर मूर्तिपट्टि हेरेको त्यहाँ मूर्ति देख्नु भएन, यिनै चैतन्य प्रभुलाई देख्नुभयो। जब यिनै परमात्मा हुन्, यिनै परमात्मा हुन् भन्ने विचार गरेर यिनै चैतन्य महाप्रभु नै परमात्मा हुन् भन्ने कुरा जब थाहा भयो, अगाडि गएर चरण समाए, चरण धुए, सम्पूर्ण चरणामृत यहाँ गोपाल भट्ट गोस्वामीले पिउनु भयो। त्यस दिनदेखि गोपाल भट्ट गोस्वामी पनि गोरो हुनुभएछ। 10 वर्षको थिए त्यो समयमा, केवल 10 वर्षको। अब गोपाल भट्ट गोस्वामीको बोले भक्तवत्सल भगवान को, श्री हरि भगवान को जय। बोले भक्तवत्सल भगवान को जय। चैतन्य महाप्रभु 4 महिनासम्म त्यहाँ रहनुभयो। सारा गाउँ कीर्तनमा गुन्जियो, सारा गाउँका मानिसले कीर्तन गाउन थाले। गोपाल भट्ट गोस्वामीले सम्पूर्ण चैतन्य महाप्रभुको चरित्र सुने, सपनामा सम्पूर्ण चरित्र देखे। जब निद्रा खोलियो, सिधा महाप्रभुको शयन कक्षमा आफूलाई पाए, साष्टाङ्ग प्रणाम गरे। उठेर स्वयं श्रीकृष्ण चैतन्य महाप्रभुले दर्शन दिनुभयो। महाप्रभुको ठुलो कृपा भयो। अब भन्नुभयो तिमी वृन्दावन जाऊ। चतुर्मास पूर्ण भएपछि महाप्रभु पनि काशीतिर लाग्नुभयो। जब गोपाल भट्ट गोस्वामी 30 वर्षको हुनुभयो, माता पिताको देहान्तपछि वृन्दावन पुगे यिनी। रूप गोस्वामी अनि सनातन गोस्वामीसँग भेट गरे। त्यहाँ गएर महाप्रभुको चैतन्य महाप्रभुको आदेशले यिनी नेपाल गएका थिए। बोले नेपाल जननी की बिचारा जै पनि भन्न सक्नु छोडेछन्। अब त के गर्नु नि म त। बोले नेपाल जननी की। अनि छ र छ त के लुकाको। यहाँबाट जानु त, घरमा गएर बाहिर जय जय भन्दै हिँड्नु त। ला माथि सिद्धेश्वरी गएको थियो, फुस्केछ यसको भन्छ कि भन्दैनन्। यहाँ भन्नु आनन्द आउँछ कि आउँदैन। त्यही भएर भन्नु बोले कृष्ण कन्हैया लाल की।
हो कति आनन्द आउँछ। यिनी नेपाल गए, चैतन्य महाप्रभुले तिमी नेपाल जाऊ, नेपाल गएर त्यहाँबाट सालग्राम भगवान लिएर आऊ तिमीले भनेर आदेश दिनुभएको थियो। सालग्राम भगवान कहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्छ थाहा छ तपाईँहरूलाई? कतिजनालाई थाहा छैन। कृष्ण गण्डकी गोकीनार दामोदर कुण्ठ, कृष्ण गण्डकी गोकीनार दामोदर कुण्ड, सालग्राम भगवान लैजाऊ वैकुण्ठ, हरि हरि सालग्राम भगवान लैजाऊ वैकुण्ठ, कृष्ण गण्डकी गोकीनार दामोदर कुण्ठ, कृष्ण गण्डकी गोकीनार दामोदर कुण्ड, सालग्राम भगवान लैजाऊ वैकुण्ठ, हरि हरि सालग्राम भगवान लैजाऊ वैकुण्ठ। गोपाल भट्ट स्वामी चैतन्य महाप्रभुको आदेशले यिनी देवघाट गए। बोले देवघाट धामको। तपाईँहरू को जानुभएको छ देवघाट? कोही जानुभएको छैन? एउटा कुरा विचार गर्नु, यो जन्म लिएर यदि देवघाट पनि पुगिएन भने नि जन्म लिएको बेकार पो छ भन्छ त। एकपल्ट राधे राधे भनिदिनु त। जानु है एकपल्ट सकिन्छ भने है त ल जानु। कति राम्रो छ देवघाट। यताबाट त्रिशुली बगेको छिन्, यताबाट गण्डकी बगेको छिन्, दुईटाको सङ्गम हुन्छ। त्यो सङ्गम भएको ठाउँमा पहिला त चक्र थियो। म बसेर पढ्दा त त्यहाँ त यताबाट गण्डकी आएको, यताबाट त्रिशुली आएको, दुईटाको सङ्गम हुँदा त्यहाँबाट एउटा चक्र निस्किन्थ्यो त्यहाँ नदीमा। त्यो चक्र भइसकेर उँधो बगेको नदीलाई नारायणी नदी भनिन्छ। त्रिशुली र गण्डकी मिसिन्दा नारायणी भएर बगेकी छिन्। सुन्दर, धेरै टाढा टाढाबाट त्यहाँ अहिले हामीलाई सजिलो छ धर्मदर्शन। उहाँ ठुलो आश्रम बनिएको छ, हामी गएर त्यहाँ बसेर होइन आदरणीय गुरुदेव कुबेर सुवेदी उहाँको ठुलो धर्मशाला त्यहाँ बनिएको छ। हामी जो पनि गएर बस्न सक्छौँ त्यहाँ गएर त्यहाँ सालग्राम पनि पाइन्छ गण्डकी नदीमा हो। त्यहीँबाट यिनै गोपाल भट्ट गोस्वामीले 12वटा सालग्राम लिएर आउनुभएको थियो। वृन्दावन पहिलोचोटि सालग्राम लिएर आउनुभएको थियो गोपाल भट्ट गोस्वामीले। यिनी त्यो समयमा पैदल यात्रा गरेर खाली पाउ हिँडेर गएर कृष्ण गण्डकी पुग्नुभयो। कृष्ण गण्डकी पुगेर आएर अनि सालग्राम 12वटा सालग्राम वृन्दावनमा लिएर जानुभयो, सेवा गर्नुभयो। हे भगवान भन्नुभयो। अनि जबसम्म यो सालग्रामबाट हजुर प्रकट हुनु हुँदैन तबसम्म म कीर्तन गाइरहन्छु भनेर कीर्तन प्रारम्भ गर्नुभएको थियो पहिलोचोटि। बिहान उठ्नुभयो, आफ्नो नित्य कर्म सक्नुभयो। नित्य कर्म सकिसके पश्चात सूर्यलाई अर्घ दिए पश्चात अब बसेर भगवानलाई स्नान गराइदिनु भयो। भगवानलाई स्नान गराउनु भयो। स्नान गराएर मजाले पुछिदिनु भयो। घिउ लगाएर चिल्लो बनाउनु भयो। मजाले टिकाहरू लगाइदिनु भयो। वस्त्र मजाले लगाइदिनु भयो। अनि बसेर अब जबसम्म भगवान तपाईँ प्रकट हुनु हुँदैन तबसम्म यो कीर्तन म छोड्दिनँ भनेर कीर्तनलाई प्रारम्भ गर्नुभयो। कसरी? राधा राधा कृष्ण राधा 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 कृष्ण राधा गोविन्द गोविन्द गोपाल मुरली मनोहर नन्दलाला गोविन्द गोविन्द गोपाल मुरली मनोहर नन्दलाला। मेरो पछि पछि नगाउने चाहिँ रावणे पार्टी है ल, रावण पार्टी है ल। मेरो पछि पछि नगाउने चाहिँ गाउने त यी राधापट्टि। राधा राधा कृष्ण राधा 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 कृष्ण राधा गोविन्द गोविन्द गोपाल मुरली मनोहर
नन्दलाला गोविंद गोविंद गोपाल मुरली मनोहर नंदलाला गोविंद गोविंद गोपाल मुरली मनोहर नन्दलाला गोविंद दुईटा हात माथि उठाएर गोपाल मुरली मनोहर नंदलाला राधा राधा कृष्ण राधा 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 कृष्ण राधा 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 कृष्ण राधा 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 कृष्ण राधा गोविंद गोविंद गोपाल मुरली मनोहर नन्दलाला गोविंद गोविंद गोपाल मुरली मनोहर नंदलाला महिनौ बित्यो तर पनि ती कीर्तनबाट उठेका छैनन् आज। हे भगवान, जबसम्म यो शालग्रामबाट हजुर प्रकट हुनु हुँदैन, तपाईँ त मैले सुनेको तपाईँ खम्बाबाट पनि प्रकट हुनुभएको अरे। त्यसकारण जबसम्म यो शालग्रामबाट हजुर निस्किनु हुँदैन तबसम्म म यो कीर्तन बन्द गर्दिन भनेर भगवानले त्यो कीर्तन गाउन लाग्नुभयो। दुईटा हात माथि उठाएर राधा कृष्ण राधा 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 कृष्ण राधा राधा कृष्ण राधा गोविंद गोविंद गोपाल मुरली मनोहर नन्दलाला गोविंद गोविंद गोपाल मुरली मनोहर नंदलाला। यही समय भगवानले पनि अब नहुने रहेछ भन्ने विचार गरेर शालिग्राम भित्रबाट राधा रमन लाल प्रकट हुनुभयो। बोले राधा रमन लाल भगवानको जय हो। वृन्दावनमा राधा रमन लालको मन्दिर छ। कृष्ण गण्डकी नदीबाट लगेको शालिग्रामबाट प्रकट हुनुभएको राधा रमन लालको मन्दिर आज हामी सबै वृन्दावनमा गएर दर्शन गर्नेछौँ। उनै गोपाल भट्ट गोस्वामीले राधा रमन लालको मन्दिर यहाँ बनाउनु भयो। अनि समय समयमा हरिनाम कीर्तन गर्दै 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 राधा कृष्ण राधा रमन लाल भगवानलाई प्रणाम गर्दै गोपाल भट्ट स्वामी वृन्दावनमा 1633 श्रावण कृष्ण पक्ष पञ्चमी तिथिमा स्वधाम जानुभएको थियो, जसले राधा रमणको मन्दिर बनाउनु भएको थियो। आज हामी गएर त्यहाँ दर्शन गर्छौँ। बोले भक्तवत्सल भगवानको जय। भक्तमाल गाथाबाट हामीले यी षट गोस्वामीको कथाहरूलाई सुन्दैछौँ र एउटा कुरा विचार गर्नु, भगवानको नाम जप्न आओस् या नआओस् जसरी पनि जप्नुपर्छ। करेन्ट छुनुहोस् त, जानेर छुँदा पनि करेन्ट लाग्छ, नजानी छुँदा पनि लाग्छ नि त। छुएर जानेर छुँदा पनि करेन्ट लाग्छ, नजानिकन छुँदा पनि करेन्ट लाग्छ। त्यस्तै भगवानको नाम जानेर जप्नु या नजानी जप्नु, जसरी पनि एक दिन भगवान यसरी नै प्रकट हुनुहुन्छ हाम्रो हृदयमा पनि। एकजना भक्त थियो, एउटा सानो कथा सुनाएर कथालाई मेरो कथालाई विश्राम गर्छु। मैले गाउँदै गरेको कथालाई, मेरो कथा होइन भक्तमालको कथालाई। बोले भक्तवत्सल भगवानको जय। एकजना भक्तले, गुरु म पनि भगवानको नाम जप्नु पर्यो, मलाई पनि सिकाइदिनु नि, अलिक ढिलो ढिलो आउने खालको रहेछ क्या हौ, राधे राधे भनिदिनुहोस्। अनि त के गर्छस् भनेर सोध्नु भएछ गुरुले। म त त्यही गाई सेवा गर्छु, गौको सेवा गर्छु। ल त्यसो भए आजदेखि ओम नमो भगवते वासुदेवाय जप्नु ल भनेको। त्यति लामो त गुरु कहाँ आउँछ, त्यति लामो आउने भए त कहाँ यहाँ आउँथ्यो त म, अलिक छोटो छैन भनेछ। अब यसलाई छोटो कस्तो दिनु ल। ओम नमः शिवाय भन्नु ल। ओम नमः, यो त नसक्ने रहेछ गुरु, अझै छोटो छैन। हे भगवान के गर्छस् अरे त? गाईको सेवा गर्छु। ल त्यसो भए गोपाल भन्न त ल। यो चिठी ठिक हुने रहेछ। घरमा गएर गोपाल 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 12 बजी भात खान पनि आउँदैन। श्रीमतीलाई अब साह्रो परिसक्यो, उता मैले के गर्नु नि, अब कतिखेर धन्दा सक्नु, खाना चिसो भइसक्यो। गोपाल 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 बेलुकी भयो आउँदैन, मर्ने रहेछ मेरो बुढो अब यो नाम जपेर। भात खान पनि आउँदैन। भोलिपल्ट 12 बजी भयो, उड्दैन, भित्तामा टाँसेको छ गोपाल 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 भन्छ। श्रीमतीले बुद्धि लगाइछन्, यता सुन्नु त,
उता चाहिँ यो नाम जप्दैछु, गोपाल 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 गोपाल। होइन, खाना चाहिँ खानु नि, म जपिँदै गर्छु, मलाई सुनाउनु नि त्यो नाम, अनि आएर जप्नु हुन्छ भनेर चाहिँ ल जप न त जप भनेर ऊ गएर श्रीमतीलाई भनेछ, लु गोपाल जप्दै गर। श्रीमतीले जप्दै थिइन्, उता गएर भात खाँदो रहेछ, दाल सकेछ। यसो हेरेको दाल कहाँ छ, दाल देख्यो पर डाडु छैन रहेछ। औ डाडु कहाँ छ भनेको श्रीमतीले नि बिर्सिने त, उसले त अघि बिर्सिसकेको थियो। अनि श्रीमतीले आएर यसो हालिदिन् दाल, खाइसकेर औ अघि दिएको मन्त्र के पो थियो भने कसले डाडु माग्नु लाग्थ्यो, बिर्सेँ मैले, तैँले गर्दा यस्तो भएको, यो नाम बल्ल बल्ल मैले पाएको। अब स्त्रीको अनुहार त हेर्दै हेर्दिनँ, तैँले गर्दा यस्तो भएको भनेर घर छोडेछ। कहीँ त सुनिन्छ होला नि, यता सुन्छु उता सुन्छु, चराकोबाट सुन्छु, चरा कराएको कता कता सुने भने त पक्का पनि त्यो नाम पाउँछु। चरा कराउँछ, कतैबाट त्यो नाम भेटेन। जाँदै 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 पर पुगेको भैँसी हाल खेलिरहेको रहेछ, भैँसी बस्दा घोप्लो हुँदो रहेछ। कता कता यो पो हो कि क्या गुरुले दिएको मन्त्र त। अर्को भैँसी पनि बसेछ, घोप्लो, यही हो, रुखको फेदमा गएर घोप्लो। यति घोप्लुक भन्यो, रातभरि घोप्लुक भनेको माथि भगवान्ले सुन्नु भएछ। यसो सुनेको त घोप्लो घोप्लुक भनिरहेको छ। माता लक्ष्मीलाई बोलाउनु पर्छ, ए लक्ष्मी हजुर यताउता के भयो प्रभु, सुन्नु नि, सुन त के, एउटा भक्तले मेरो नयाँ नाम राखेछ। कता भनेको तल सुन न। यसो सुनेको त घोप्लो घोप्लुक भनिरहेको रहेछ रुखको फेदमा बसेर। लक्ष्मी माताले भने साँच्चै राम्रो रहेछ यो नाम त, मलाई पनि मन परेछ। भगवान्ले भन्नुभएछ, सुन न तिमी र म जाउँ ल, अब हामी नचिन्ने भएर जाउँ, स्त्रीको रूप धारण गर तिमी, म पनि गएर यसो त्यो झाडीमा बसेर सुन्छु कसको नाम जपेको रहेछ, बा हाम्रो होइन कि, बुझौँ न त गएर। माता लक्ष्मीले स्त्रीको रूप धारण गरेर जानुभयो। भाइ यसो आँखा खोलेको त स्त्री, अघि पनि स्त्रीले बिर्सेको, हतार हतार आँखा बन्द गरेर घोप्लो 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 घोप्लो। ए भाइ सुन न, आँखै खोल्दैन। ए भाइ सुन न, के भयो, कसको नाम जपेको, रिसले तेरो पोइ पो भन्दैछ। ला यसले त साँच्चै चिनेसक्यो क्या हो मलाई त भन्ने भयो लक्ष्मी मातालाई। बिचरा भन्नु त रिसले भनेको, उसो भाइ कहाँ छन् भन त भनेर भनेको अरे, नआमर त त्यही झाडीतिर होला नि भन्दैछ। यहाँ के भन्नु खोजेको भन्दा उसले यति जप्यो, नजानिकन जपेको पनि सिद्धि भयो, उसको सिद्धि भयो। भगवान्ले दर्शन दिनुभयो त्यहाँ गएर। त भगवान्को नाम जपेर जानेर या नजानी जसरी पनि जपिराख्नुपर्छ। समय नजिक आइसकेको छ र हामीसँग धेरै समय पनि छैन। अब गुरुजी हुनुहुन्छ, परम पूज्य गुरुदेव हुनुहुन्छ हामीसँग, घनश्याम गुरुजी आउनुहुँदैछ र म मेरो यहाँ अहिलेसम्म गाइरहेको भक्तमाल कथालाई यहाँ विश्राम गरेर अलिकति नाम संकीर्तन गाएर हामी माझ अझ धेरै टाढा टाढा भुटानतिरबाट पनि भक्तहरू आउनुभएको छ र अलिकति नाम संकीर्तन गाएर गुरुजीले अगाडिका प्रसङ्गहरू हजुरलाई सुनाउनुहुनेछ। बोले भक्तवत्सल भगवानको श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेवा। श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेवा। राधे कृष्ण 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 राधे राधे, राधे श्याम 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 राधे राधे। राधे कृष्ण सबैले गाउनुहोस्, कृष्ण कृष्ण राधे राधे, राधे श्याम 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 राधे राधे। राधे
राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे कृष्ण हरे कृष्णा कृष्ण कृष्ण हरे कृष्णा हरे